हेलो मामुहरू, हामीले चाहिँ आफ्नो बेबीहरूलाई बच्चाको उमेर अनुसार उसले चाहिँ खानेकुरा पचाउन सक्ने क्षमता हुन्छ। त्यही भएर बच्चाको उमेर अनुसारका सर्वोत्तम पिठोहरू खुलाउनु पर्दछ। मेरो नानी चाहिँ 2 पुरा पुगेर 3मा लागेको भएर चाहिँ मैले 3rd स्टेपको सर्वोत्तम पिठो बनाउँदैछु। फर्स्टमा चाहिँ बच्चाहरू 5 महिना पुगेदेखि नै सर्वोत्तम पिठो खिलाउन सकिन्छ। त्यसको लागि चाहिँ हजुरले मखाना, मुङ दाल, चना अनि थोरै मात्रामा ड्राई फ्रुटहरू अनि सुजी, ओट्सहरू हालेर चाहिँ घरमै साबुदाना हालेर चाहिँ फर्स्ट स्टेपको सर्वोत्तम पिठो घरमै बनाउन सकिन्छ। यसरी बच्चाको उमेर अनुसार नै उनीहरूमा चाहिँ खानेकुराहरू पचाउन सक्ने क्षमता भएकोले चाहिँ हामीले त्यही प्रकारको गेडागुडी अन्नपातहरू हालेर घरमै सर्वोत्तम पिठो पोसिलो बनाएर आफ्नो बाबु नानीहरूलाई खिलाउन सकिन्छ। हजुरलाई पनि यस्तै पोसिलो सर्वोत्तम पिठोको आवश्यकता छ भने बच्चाको उमेर अनुसारको सर्वोत्तम पिठो चाहिँ मैले तयार गर्छु। सर्वोत्तम पिठो बनाउनको लागि चाहिँ सबै गेडागुडीहरूलाई राम्रोसँग धोएर घाममा चाहिँ एकदम राम्रोसँग सुकाउनु पर्छ। गेडागुडी सुकेन भने चाहिँ घाममा चाहिँ एकदम छिटो बिग्रिने गर्छ। हेलो साथीहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ? हजुरहरूलाई मेरो न्यू ब्लगमा स्वागत छ। आज चाहिँ म चाहिँ घरमै सर्वोत्तम पिठो बनाएर खिलाउँदैछु। हजुरहरूले हजुरको बच्चाहरूलाई कसरी पिठोहरू बनाएर खिलाउनुहुन्छ मामुहरू? मैले चाहिँ नानी सानै 5 महिनादेखि चाहिँ घरमै सर्वोत्तम पिठो बनाएर खिलाउँदै। यो चाहिँ 3rd स्टेपको सर्वोत्तम पिठो हो। यो चाहिँ बच्चाको उमेर अनुसार उनीहरूले खानाहरू पचाउन सक्ने क्यापेसिटी फरक भएकोले चाहिँ अब 1st स्टेपको 2nd स्टेप हो। यो चाहिँ 3rd स्टेपको सर्वोत्तम पिठो। हाम्रो नानी चाहिँ 2 पुरा पुगेर 3मा लागिन्। हजुरले यसरी नै घरमा पोसिलो सर्वोत्तम पिठो बनाएर बच्चाहरूलाई खिलाउन सकिन्छ। जसको लागि चाहिँ यहाँ मैले भट्ट लिएको छु। यो अडल हो। यो चाहिँ हजुरको चना भयो, यहाँ चाहिँ मकै भयो, यहाँ चाहिँ मुङको दाल, यहाँ चाहिँ मसुरको दाल, अझै अरू चाहिँ बन्दैछ। मैले चाहिँ यो भट्टलाई चाहिँ यसलाई पिसेर यसको चाहिँ बोक्रा फाल्छु अनि यो दाललाई यो चनालाई पनि यसलाई पिसेर बोक्रा फाल्छु। अरू चाहिँ पिसिसकेको रेडी छ। यसरी घरमा पाइने सामानहरू मिसाएर सर्वोत्तम पिठो बनायो भने चाहिँ हामीले थाहा हुन्छ के सामानहरू हालेको छ। यसले चाहिँ बच्चाको स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन। यसमा चाहिँ मैले यो बदाम लिएको छु, यो बदाम हाल्छु। यो काजु पनि हाल्छु। यसलाई चाहिँ हल्का रोस्ट गरेर हाल्ने। यसरी घरमा सर्वोत्तम पिठो बनाएर खुलाउँदाखेरि चाहिँ बच्चाहरूले बाहिरको जङ्क फुड खानाहरू खानबाट रोक्न सकिन्छ। बच्चाको स्वास्थ्यमा कुनै असर गर्दैन। हजुरहरूले पनि यसरी नै घरमा सर्वोत्तम पिठो बनाएर आफ्नो नानी बाबुहरूलाई खिलाउन सक्नुहुन्छ। हजुरहरूलाई पनि यस्तै मिठो पोसिलो सर्वोत्तम पिठो चाहियो भने म्यासेज गर्नुहोला, मलाई भन्नुहोला। हातमा पिसेर यसको चाहिँ बोक्रा फालिरहेछौँ। यो चाहिँ मैले भट्टको बोक्रा फालिसकेँ। हातमा पिसेर चनाको र भट्टको बोक्रा फालेँ। मैले त्यो भट्टको बोक्रा चाहिँ त्यति धेरै निस्क्यो। यो चाहिँ मेरो भट्टको बोक्रा निकालेर यतिको भयो। यो चाहिँ चनाको रेडी हुँदैछ। अब साथीहरू, हजुरहरूलाई पनि चाहिन्छ भने चाहिँ भन्नु होला। बच्चाहरूलाई घरमै पोसिलो। यहाँ चाहिँ मैले चाहिँ साथीहरू यो चाहिँ भट्टलाई पिसेर यसमा भएको सबै भुत्ला निकालेँ अनि यो चना र दाललाई पनि भिसेर यसमा भएको भुत्ला निकालेँ। अरूको त सबैको बोक्रा निकालिसकेँ हो। मैले चाहिँ यो चाहिँ भट्टलाई चाहिँ पिसेर यसमा भएको सबै बोक्राहरू निकालेँ। अलिअलि बोक्रा यहीँ रहेको छ। यो चना र दालको पनि बोक्रा निकालेँ। यो मसुरको दाल र मुङ दालमा चाहिँ सबै बोक्राहरू निकालिसकेको छ। र यो जौँलाई चाहिँ 2-3 पाली फलेर यसको सबै भुत्लाहरू निकालेको छ। अलिअलि बोक्रा सबै बोक्रा निकालेको छ। अलिअलि बोक्रा चाहिँ रहेको छ। मैले चाहिँ गहुँको साटो यही जौँलाई चाहिँ अलि धेरै मात्रामा हालेको छु। यसले चाहिँ बच्चाहरूको वृद्धि विकासमा एकदम राम्रो हुन्छ भनेर चाहिँ मैले चाहिँ अब सबै सर देखाउँछु हजुरहरूलाई। मैले चाहिँ यहाँ भट्ट, चना, मसुरको दाल, चामल, मुङ दाल, मकै, जौँ र यहाँ ड्राई फ्रुटमा चाहिँ हजुरको काजु र बदाम लिएको छु। ओखर चाहिँ मैले पहिले धुलो बनाएर राखेको छु, त्यही धुलोलाई मिसाउँछु। यसरी नै मैले घरमै पोसिलो लिटो बनाएर मेरो नानीलाई खिलाउँछु। हजुरहरूलाई पनि यस्तै घरमा बनेको पोसिलो लिटो चाहिएको छ भने मलाई म्यासेज गर्नुहोला साथीहरू, मैले उपलब्ध गराउँछु। ल पिस्नको गर्नको लागि रेडी बनाउँदैछु। यो चाहिँ जौँ खनाने, यो चाहिँ भट्ट, मकै, चना र अरूको दाल,
मुङ दाल, मसुरको दाल, ड्राई फ्रुट, चामल। है साथीहरू, हजुरहरूलाई पनि यस्तै घरमा बनाएको ड्राई फ्रुट आवश्यकता पर्छ भने मेरो मामु छोरी ब्लगमा आएर कमेन्ट गर्नुहोला, चाहियो भने म हजुरहरूलाई उपलब्ध गराउँछु। यो चाहिँ सबै रेडी भइसक्यो। अब यसलाई चाहिँ मिलमा लगेर पिसेर हो नानीले खानको लागि तयार हुन्छ। हाम्रो चाहिँ लिटो चाहिँ पिसेर आइसक्यो। यसमा चाहिँ मैले यो ओखरलाई चाहिँ मैले घरमै मिक्सरमा पिसेर धुलो बनाएर राखेको थिएँ। यो ओखरको धुलो यसलाई चाहिँ मैले यहाँ लिटोमा मिसाउँछु। लिटोमा मिसाएर चाहिँ यो सबै डिब्बामा प्याक गरेर राख्छु। हजुरहरूले पनि यो मिलमा लैजाँदाखेरि यसलाई ओखरलाई पनि त्यही मिसाएर अरू सामानहरूसँगै लिटोको सामानहरूसँग पिस्न सक्नुहुन्छ। मैले फेरि त्यतिखेर पहिले धुलो बनाएर राखेको थिएँ ओखर, त्यही भएर लगिनँ। हाम्रो लिटो चाहिँ रेडी भएर आइसक्यो। अनि सबै डिब्बाहरूमा लिटो चाहिँ प्याक भएर भ्याइयो। हजुरले यसरी बनाउने हावा नपस्ने गरी डिब्बामा चाहिँ टाइट गरेर राख्यो भने यसलाई चाहिँ हजुरले 6 महिनासम्म यो बिग्रिँदैन, खिलाउन सकिन्छ। यस्तै गरी हामीले डेली युज गर्नको लागि चाहिँ थोरै सानो डिब्बामा हालेर यसरी राख्ने, अनि स्टोर गर्नको लागि चाहिँ हावा नपस्ने गरेर ठुलो डिब्बामा कसेर राख्ने। यो चाहिँ हजुरको 6 महिनासम्म बिग्रिँदैन, केही हुँदैन साथीहरू। ल है त मामुहरू, हजुरहरूलाई पनि यस्तै पोसिलो मिठो लिटो आफ्नो नानी बाबुहरूलाई खुवाउन चाहिएको छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ। ओके गाइज, बाइ बाइ।